नमस्ते, टेस्टले यहाँहरूलाई सम्पुट लिपि अनलाइनमा स्वागत छ। हामीले हरेक प्रार्थना अघि शरण गमन र बुद्धिचित्त उत्पादको प्रार्थना गर्ने गर्छौं। त्यसैले आज म यहाँहरूलाई यस प्रार्थनाको बारेमा व्याख्या गर्न जाँदैछु। सबैभन्दा पहिले हामी यो प्रार्थना एकपटक सँगै पढ्ने है त। ओ सांगे छुदां सोगे चोनाम ल चाँचो बर्दो धाग्ने क्याप्सु छे धागे जेसो के पेसनाम की डोला फेंचिर सांगे डुबरशो। यो एक श्लोकभित्र शरण गमन र बुद्धिचित्त उत्पादको प्रार्थना जनाएको छ। अगाडिको 2 लाइनले चाहिँ शरण गमनको प्रार्थना जनाउँछ भने मुनिको 2 लाइनले चाहिँ बुद्धिचित्त उत्पादको प्रार्थना जनाउँछ। अब हामी अगाडिको 2 लाइनको अर्थ बुझ्ने कोसिस गरौँ है त। पहिला म यहाँहरूलाई एउटा अक्षरको मतलब भन्ने कोसिस गर्छु, त्यसपछि यसको अर्थ पनि बुझाउने कोसिस गर्छु है त। सांगे छुदां छोगी छोग्नमला भनेकोले चाहिँ सांगे भन्दाखेरि बुद्ध, छुदां भन्दाखेरि चाहिँ धर्म, छोकी छोक भनेको चाहिँ सङ्घ। यो बुद्ध, धर्म र सङ्घ यो 3वटालाई चाहिँ त्रिरत्न भनेर पनि भनिन्छ। यस त्रिरत्नलाई चाहिँ नमला भने चाहिँ हरूलाई बुद्ध, धर्म र सङ्घहरूलाई जान्छु बढ्दो बुद्धि ज्ञान प्राप्त हुनेसम्म धग्नी म क्याप्सु छे शरणमा जान्छु भनेर चाहिँ बताएको छ। अब सबैको अर्थ भन्नुपर्दा बुद्ध, धर्म र सङ्घहरूलाई बुद्धि ज्ञान प्राप्त हुनेसम्म म शरणमा जान्छु। टिबेटनबाट नै सिधै ट्रान्सलेट गर्दा चाहिँ यस्तो हुन्छ भने अब यसको मेन चाहिँ के भन्न खोजेको भन्दाखेरि म जबसम्म बुद्धि ज्ञान प्राप्त गर्दैन तबसम्म म बुद्ध, धर्म र सङ्घको शरणमा जान्छु भनेर चाहिँ जनाएको हो। जस्तै अब म शरणमा जान्छु, कसको शरणमा जान्छु भन्दाखेरि बुद्ध, धर्म र सङ्घ यी त्रिरत्नको शरणमा जान्छु। कहिलेसम्म जाने त भन्दाखेरि 1 दिनको लागि हो त भन्दाखेरि होइन, 1 महिनाको लागि हो त भन्दा होइन, 1 वर्षको लागि हो त होइन, 1 जुनीभर हो त भन्दा होइन। कहिलेसम्म चाहिँ शरणमा जाने भन्दाखेरि जबसम्म म बुद्धि ज्ञान प्राप्त गर्दैन, जबसम्म मैले बुद्धि ज्ञान प्राप्त गर्दैन तबसम्म म यी त्रिरत्नको शरणमा जान्छु भनेर चाहिँ भनेको हो। र हामीले पनि त्यस्तै सोच्नुपर्छ। जब हामीले यो पाठ पढ्दाखेरि हामीले त्यस्तो सोच्नुपर्छ, जबसम्म म मर्दैन तबसम्म मात्रै म यो त्रिरत्नको शरणमा जान्छु भनेर त्यस्तो सोच, त्यस्तो भावना लियो भने हामीले यो जुनीभर मात्रै त्रिरत्नको शरणमा गएको जनाएको हुन्छ। त्यसैले जब मैले बुद्धि ज्ञान प्राप्त गर्दैन तबसम्म म यस त्रिरत्न छोड्नेवाला छैन, त्रिरत्नको शरणमा गइबस्छु भन्ने खालको भावना बोक्यो भने हामीले अर्को जन्ममा पनि बुद्धि ज्ञान प्राप्त गरेन भने फेरि अर्को जन्म, त्यो जन्ममा पनि बुद्धि ज्ञान प्राप्त गरे भने फेरि अर्को जन्म, त्यसै गरी हाम्रो जन्म चाहिँ अनगिन्ती छ। त्यसैले जबसम्म हामीले बुद्धि ज्ञान प्राप्त गर्दैन, जबसम्म हामी बोध हुँदैन तबसम्म हामी यी त्रिरत्नबाट छुट्न सक्दैन र यस त्रिरत्नको शरणमा गइरहेको हुन्छ। अब दोस्रो मुनिको 2 लाइनले चाहिँ बोधिचित्त उत्पाद जनाउँछ। धगे चिसो किबे सोनामकी डोला फेन्चिर सांगे डुबरसो। धगे भनेको चाहिँ मैले, चिन्सोक, चिन भनेको चाहिँ दान, सोक भनेको चाहिँ आदि, दान, शील आदि, गिबे भनेको चाहिँ गरेको,
सोनाङ्की भने चाहिँ पुण्यले। ढोला फेन्सिर साङ्गे डुबर सो। ढोला फेन्सिर भनेको चाहिँ जगत हितका लागि साङ्गे बुद्धत्व अनि डुबर सो भने चाहिँ प्राप्त होस् भनेर भनेको हो। अब यसमा चाहिँ बुद्धिचित्त उत्पाद गर्ने, आफ्नो चित्तमा बुद्धिचित्त कसरी उत्पाद गर्ने भन्दाखेरि चाहिँ जुन मैले दान, शील, शान्ति, वीर्य, समाधि, प्रज्ञा यी अभ्यास गरेको पुण्यले चाहिँ सम्पूर्ण जगत हितका लागि बुद्धत्व प्राप्त होस् भनेर चाहिँ यसमा बताएको छ। त्यसैले यसलाई चाहिँ त्यसरी हामीले त्यस्तो खालको बुद्धिचित्त चाहिँ उत्पाद गर्नुपर्ने हुन्छ। त्यसैले यो दुई लाइनले चाहिँ बुद्धिचित्त उत्पाद गरेको जनाएको छ। हामीले यो पाठ पढ्दाखेरि सँगसँगै यसको अर्थहरू पनि बुझ्न सक्यो भने धेरै नै लाभदायक हुन्छ। धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।